मान्छेहरू मजबुरीले माग्ने हुन्छ, किनभने लाइफमा कुनै न कुनै दिन मान्छेलाई पैसाको जरुरत हुन्छ। अनि उनीहरू कोसँग माग्न जान्छ त? आफ्नो आफन्त इष्टमित्रहरूसँग त हो नि। फेरि उनीहरूले दिँदैन, काम माग्न जाँदा काम पनि कसैले दिँदैन फेरि। अनि लास्टमा के त? मागेर खाने। जब मागेर खान थाल्छ नि फेरि मान्छेहरूले भन्न थाल्छ, काम गरेर खान सक्दैन, मागेर हिँड्छ भनेर भन्छ। तू मुझे गलत मत बोल, तू खुद को गलत बोल, तू खुद की औकात देख। त्यतिखेर त्यो माग्नेलाई कति रिस उठ्यो होला के? पैसा सापट माग्न जाँदा पैसा नदिने, काम माग्न जाँदा काम पनि नदिने, अनि मागेर खाएको देख्दा उनीहरूले रिस उठ्ने। त्यसैले तपाईँहरू यस्तो क्वेसन कुनै माग्नेलाई नगर्नु, किनकि कुनै मान्छेहरू कडा रिसको हुन्छन्। फेरि त्यस्तै कडा रिसको माग्नेहरू पर्यो भने त रामधुलै भेट्छ नि, सुन्दा पनि फेरि नराम्रो सुनिन्छ। यसले त त्यो भिखारीले कोट दिएको थियो भनेर। कैसा लगा मेरा मजाक?